युवक बौद्ध मण्डल नेपाल नेकपेक्कको वार्षिक साधारण सभाले निच्याको अधिवेशन शनिबार चुकुतो संस्थाय अध्यक्ष राजन साके सभानाय श्रीजुको ज्याजोले अखिल नेपाल बिच्छू महासंघ अध्यक्ष धम्मशोभन वास्तवीर धर्मानुशासक गुणसागर बौद्ध विद्वान डाक्टर नरेशमान वज्राचार्य विश्व बौद्ध भातृत्व सङ्घलिसे धर्मोदय सभाइनुको पदम ज्योति साके वज्राचार्य समाज अध्यक्ष शरण कुमार साके बौद्ध विहार संघ नायक नानिकाजी साके लगायत युवक बौद्ध मण्डल नेपाल त भिन्दुना देछासे थथगु धारणा त्यादिगु ख 2 वर्ष गयो 2 वर्ष अगाडि यही ब्यासमा गएर बोलेको थिएँ हामी 2 वर्ष गयो पक्कै बागलकोटमा छिटो पानी बग्दो रहेछ यहाँ असार साउनको समय छ छिटो बाढी आएछ यो 2 वर्ष समयमा के गरेन भन्ने कुराको छ भन्नै नपर्ने रहेछ यहाँ आजीवन सदस्यहरू र वाइएमबिएलाई माया गर्ने धेरै संस्था मान्छेहरू धेरै साधारण मान्छेहरूले पनि वाइएमबिएलाई नजिकबाट निहालिरहेको मैले अनुभव गरेको छु र विभिन्न कार्यक्रम हुँदा नहुँदा यहाँ के कति बुझे भइरहेछ कसले के गरिरहेछ भनेको बरु के इन्ट्रेस्टका साथ यहाँ हेर्ने गरेको छ र त्यसरी हेर्ने गरेको भनेको मतलबै हाम्रो वाइएमबिएको इम्पोर्टेन्स महत्त्व छ भन्ने कुरा समाजमा छ भनेर म बुझ्छु र यसरी नै हेरेर वाद दलको रूपमा हामीलाई चाहिँ खबरदारी गर्ने सुझाव दिने सल्लाह दिने गरिराख्नु भएको गर्नुभयो भने वाइएमबिए अझ राम्रो हुने भएर जान्छ। वाइएमबिएको यहाँ धेरै चर्चा भयो अब यहाँ नेपालमा यसको चर्चा यसको प्रशंसा छँदैछ तर यो विश्वभरि नै खास गरी डब्ल्युएफपी मार्फत अनि यसको अत्यन्तै यो प्रशंसित संस्थामध्ये सबभन्दा सक्रिय संस्थामध्ये नाम गनिँदा चाहिँ यो वाइएमबिएको नाम चाहिँ डब्ल्युएफपीको चर्चा हुन्छ। त्यही कारण चाहिँ डब्ल्युएफपीमा नेपालप्रति नै उहाँको एउटा सफ्ट कर्नर हुन्छ। नेपाल भनेपछि उहाँ सबैले एउटा सम्मानको दृष्टिले हेर्नुहुन्छ। यो खालि लुम्बिनीको कारण मात्रै होइन नेपालीहरूको जो जान्छ त्यहाँ उहाँको व्यवहार उहाँको गतिविधि उहाँले जो आफ्नो कार्यकुशलता जे पनि जिम्मा दिन्छ राम्ररी निभाउनुहुन्छ त्यस कारण पनि उहाँले नेपालप्रति एउटा राम्रो विशेष सम्मान र मायासँग हेर्नुहुन्छ। ज्याजोले संस्थाय महासचिव नन्दरत्न साके तावरी उत्तमराज वज्राचार्य संस्थाय वार्षिक प्रतिवेदन लिस्या आर्थिक प्रतिवेदन प्रस्तुत यानादिको ख युवक बौद्ध मण्डल स्थापना कालदेखि हालसम्म पनि नियमित रूपमा सञ्चालन हुँदै आइरहेको शनिबारे बुद्ध पूजा तथा धर्मदेशना कार्यक्रम यस वर्ष 18 पटक सञ्चालन भएको छ। शनिबारे बुद्ध पूजा तथा धर्मदेशना कार्यक्रम प्रत्येक शनिबार बिहान 8:15 बजेदेखि 10:30 बजेसम्म सञ्चालन हुँदै आइरहेको छ। भविष्यमा पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौँ। यस कार्यक्रममा इच्छुक धर्मप्रेमी कल्याण मित्रहरू सहभागी हुनुभए बुद्ध शिक्षा हासिल गरी लाभ लिनुहुन हार्दिक आमन्त्रण पनि गर्न चाहन्छु। त्यस्तै गरी यल ज्ञानमाला भजन सङ्घले प्रत्येक महिनाको तेस्रो शनिबारका दिन ललितपुरका विभिन्न टोल बिहारहरूमा आयोजन गर्दै आइरहेको मैत्रीपूर्ण सद्भाव ज्ञानमाला भजन तथा धर्मदेशना कार्यक्रममा यस संस्थाको शनिबारे बुद्ध पूजा तथा धर्मदेशना उपसमितिबाट धर्मदेशना कार्यक्रमको व्यवस्थापन गर्दै आइरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। इकोनोमिक सोर्सेस यस वर्ष 14,57,000 घरको रुपियाँ अप्लाई भइसकेको छ। फाइनेन्सियल इन्कम 3,94,196 अदर इन्कम आजीवन सदस्य र सदस्यको जम्मा 9,600 प्राप्त भएको छ। जम्मा आम्दानी 17,60,868 रुपियाँ 34 पैसा खर्चतर्फ स्टाफ एक्सपेन्सेस 1,39,000 रहेको छ। टोटल एक्सपेन्सेस 9,27,970 रुपियाँ छ भने जेनरल एडमिनिस्ट्रेटिभ एक्सपेन्डिचर 3,60,835 रुपियाँ र डिप्रिसिएसन यी तरिकाबाट गरेका छौँ। ज्याजोले संस्थाय सल्लाहकार त बौद्ध पर्यटन शिक्षा ग्वालियापी स्वास्थ्य लगायत तिथि क्षेत्र ग्वालियापी तर सम्मान यागु ख ज्याजोले धम्म छात्रवृत्ति प्राप्त यापी असाय भूमि तेतना आर्थिक ग्वाली ल लागु ख
ज्याजोले युवक बौद्ध मण्डल नेपाल हुमनाय सुरेन्द्र साकेलिसे नुपी पदाधिकारी तेता पदभार ग्रहण याको गुख